बिरामी छाने भनेको राष्ट्र स्वतन्त्र पार्टीको संस्थापक अध्यक्ष हुनुहुन्छ, उहाँले स्थापना गर्नुभयो। स्थापना जसले गर्यो ऊ बिनाको संस्था त कल्पना गर्नै सकिँदैन नि, सकिँदैन नि हैन। मैले केन्द्रीय नेतृत्व भनेर व्यक्तिलाई होइन, म युनिटलाई चिन्छु। त्यो भनेको केन्द्र समिति, केन्द्रको पदाधिकारी, केन्द्रको सचिवालय, त्यहाँ चाहिँ पुनरावलोकन पुनर्गठन आवश्यक नै छ। भित्रै पहिला चाहिँ नेतृत्व परिवर्तन गर्ने हो, त्यहाँभित्रको जिम्मेवार व्यक्तिहरूले चाहिँ लिडरसिप लिने हो, सकिन्छ भने चाँडोभन्दा चाँडो विशेष महाधिवेशन गर्ने हो। त्यो पनि नसकेको खण्डमा चाहिँ तलदेखि सङ्गठनका साथीहरूलाई सहभागिता, निर्णयको अधिकार सहित उनीहरूलाई सहभागी गराएर एउटा रिफर्मेसन चाहिँ मैले यो एजेन्डा उठाइरहेको छु। नेतृत्व फेरिनु पर्ने खालको त्यो धारणामा तपाईँ हुनुहुन्छ के हो? होइन, यस्तो हामी 3 वर्षसम्म जुन सरकार के अरे संसदमा रहिरह्यौँ होइन, र विभिन्न पछिल्लो समय जुन हिसाबले पार्टीले निर्णयहरू लिइरहेको छ, ती निर्णयहरू पटक पटक विवादित हुँदै जाने होइन, त्यसले चाहिँ राष्ट्र स्वतन्त्र पार्टीको एउटा आन्तरिक लोकतन्त्रमाथि प्रश्न उठिरहेको अवस्थामा राष्ट्र स्वतन्त्र पार्टीले वैकल्पिक राजनीतिक शक्तिको रूपमा मात्र रहिरहने छुट छैन। अब बेला भयो राष्ट्र स्वतन्त्र पार्टीले विकल्पको राजनीति होइन, मूलधारको मध्यमार्गी राजनीतिक शक्तिको रूपमा उदाउने र वैकल्पिक शक्तिहरूलाई समेटेर एउटा साझा कमन एजेन्डा सुशासनको लागि र भ्रष्टाचार विरुद्धको लागि र जेएनजी क्रान्तिको मुद्दालाई संस्थागत गर्नको लागि चाहिँ यो मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्छ भनेर यो एउटा सुरुवात। आफ्नै पार्टीभित्रका साथीहरूलाई चाहिँ छोडेर जानेहरूलाई पनि फिर्ता बोलाउने अथवा अड्याउन सक्ने, अझ तपाईँ माथि पनि पछिल्लो समयमा धेरै खालका नेगेटिभ प्रतिक्रियाहरू चाहिँ राष्ट्रपाकै साथीहरूले भित्रबाट गरिरहनु भएको छ। हाम्रो उपस्थिति बावजुद यत्रो ठुलो क्रान्ति चाहिँ देशले किन भोग्नु पर्यो? यत्रो ठुलो विध्वंस यो शून्यको स्थितिमा आउने वातावरण बन्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हिजोकै स्थितिमा रहिरहने अब चाहिँ छुट छैन। र चुनाव चाहिँ फागुन 21 गते तोकिएको छ। फागुन 14 र 15मा पार्टीले महाधिवेशन घोषणा गरेको छ भनेपछि त्यो सम्भव त छैन। त्यसको के हो त मोडालिटी? रिफर्मेसनमा कसरी जाने? त्योभन्दा अगाडि हामीले विशेष महाधिवेशन गर्ने नगर्ने, कहिले गर्ने, कसरी गर्ने होइन, त्यो किसिमका चाहिँ बहस हुनुपर्छ भनेर मैले कुरा उठाएको हुँ। अब फेरि पनि भन्छु, कुनै पनि सामाजिक र राजनैतिक संरचनाहरू यथास्थितिवादमा रहनु हुँदैन, रिफर्म हुनुपर्छ। पुनर्विचार हामीले चाहिँ आत्मसमीक्षा गरेर कोर्स करेक्सन गर्नुपर्छ भनेको छु। अब यसमा अब विभिन्न तह र तबकाबाट अब प्रहारहरू त भइ नै रहेका छन्। अब यो तपाईँ सचिवालय सदस्य बस्न मान्नु भएन, डाक्टर तुसीमाले किन चाहिँ मान्नु भएन भनेर साथीहरूले प्रश्न उठाए क्या तपाईँमाथि? यस्तो छ, विगत अब यो स्पष्ट भन्नुपर्दाखेरि जलेश्वर बैठकमा लगभग 2 वर्ष अगाडि हाम्रो सचिवालय गठन भएको हो होइन। त्यो पछि आज 2 वर्षसम्म भयो र पार्टीले आफैले चाहिँ यो साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने, रिफर्मेसनका विषयहरू कुन